माथि टक्क त्यो सकेपछि चाहिँ पुग्ने बेलातिर चाहिँ देखिन्छ होला टक्क यो कुहिरो सकिने बित्तिकै माथिको ल्याएर गएपछि चाहिँ भवाल देखिन्छ हाम फालौँ जस्तो कि यस्तो यता वरिपरि चाहिँ सिसाई फोर भयो क्या केवल कार कुहिरो कस्तो दामी देखियो कि है भनिदिएको जस्तो है गाइज मजा दामी देखेँ म भएर तल फालिदिन्थ्यो अरे पहिला यहाँबाट तल मान्छे फालिदिन्थ्यो अरे मरेको मान्छेहरू आयो दसैँ के हो नभइरहेको होइन अहिले त भयो यो होइन यस्तो है यहाँ चाहिँ हामी नै है बाँकी Sepali Highway guys. मन्दिर आधा महिनाबाट यस्तो वेटिङमा छु नि कहिले स्यालेरी आउँछ भनेर यो महिनाको छ होइन अर्को महिनामा चाहिँ डल्लै 10,000 12,000 बचाएर ल अहिले हामी थानीमै पुगिसक्यौँ गाइज यो मन्दिर र त्यो तल भएको मन्दिर सेम टाइप नै हो कि के हो होइन पहिला तल खड्कामै यो माथि थानीमा ओ दामी लभली भ्यू भयो कस्तो कलरी अर्कै टाइपको ल गाइज अहिले चाहिँ हामी दाइनेमाई डाँडामा छौँ यो चाहिँ हाम्रो हिमाल यहीँ मेरो साइडमा छ यस्तो छ डाँडा हिमालतिर त आँखै गएन होला है आँखा मोमा अड्क्यो होला है मुभमेन्ट चाहियो मुभमेन्ट कति भयो सेकेन्ड 10 सेकेन्डमा बोल है म पछाडि फर्किन्छु ल 9-10 सेकेन्ड भयो फिल्म हो क्या काठमाडौँ सम्झ्यो टोलायो हो दामी छ नि बन्द भएको थियो कति भएको थियो ऊ हेर हाम्रो बन्दीमा यस्तो नै हुन्छ गाइज अब म नि प्याराग्लाइडिङ गर्नुको लानुलाई है प्याराग्लाइडिङ आज आएको त मजाले काम लाग्यो त्यहाँबाट चाहिँ बाटो भन्दैछ हिमालहरूमा गाइज अघिको आमा छोरी रहेछ नि सबै भिडियो पठाइदिएको तिमीसँग होइन भेट्नु ग्रेट वाला यो चाहिँ
पोखरा गएर हानिदिने म त एकदम कसम भने 1 महिनाको स्यालेरी फालिदिने हो बन्जी हानेर ऊ हानेर बन्दीपुर जाऊ तिनीहरूको पानी खाऊ जप माया यहाँ है फिर असली म यो चौतारा म दिन्छु भिडियो बनाउने हो त्यो छ काम हो त्यो 10-12 बनाउने एउटा हाल्ने त पालि हाल्यौ न सब हुन्छ भयो ल मन ल तपाईँ त बसिगयो म त नाचिरह्यो अहिले गइसक्थ्यो यार अच्छा भ्याइसक्थ्यो बन्दीपुर जाउँला सँगै बसौला क्यामेराले सेल्फी हालौला बन्दीपुर जाउँला सँगै बसौला क्यामेराले सेल्फी हालौला नाच ढुक्क फाइनल भाइसन नाच्न सकिन कस्तो रहेछ त रोटी पनि गेले जस्तो भयो लचक लचक अरू बेला चाहिँ त्यहाँ पनि हल्दिँदैन होइन जाने बेला चाहिँ यो मुभ हुन्छ नि त एउटा आधा भएर बिस्तारै जस्तो लाग्छ या त्यो स्काई वाक छ नि यहाँसम्म त आउँछ तिम्रो यतिसम्म त आउँछ नयाँ हुन्छ के घरबाट फर्किसक्यो गाइस लिफ्ट प्राङ्क गर्ने कहाँ बिहानबाट आएको लगभग टाक्राकै 5 बजी माथि आयो ओ यहाँ चाहिँ मेरो एउटा साथी काम गर्छ है साथी हो अब म चाहिँ तिमीहरूलाई मेरो साथी भेट्नु चाहिँ ओ भ्लगर है गाइस म चाहिँ मुसे सर कुशल सर